तपाईहरुको माझमा कल्पना घट्ने मगर आइपुग्नु भएको छ है। प्रथमतः उहाँको परिचय के हो भने जेनेटको एउटा स्टाफ हो, रिसेप्सनिस्ट हो। जेनेट रिसेप्सनमा बस्ने, तपाईहरुलाई कुन क्लास कहाँ हुन्छ, आज कुन टिचरको कुन टपिक छ भनेर चाहिँ जानकारी गराउने एउटा स्टाफ हो। तपाईहरु नयाँ स्टुडेन्ट हुनुहुन्छ, कतिले अलि पछि आएको भएर उहाँलाई देख्नु भएन, नत्र हाम्रो रिसेप्सनिस्ट यही काम गर्ने एकजना स्टाफ चाहिँ भर्खरै पदस्थापन हुनु भएको छ बागमती प्रदेशमा। देशमा पनि चाहिँ तारकेश्वर गाउँपालिका नुवाकोटमा उहाँ पदस्थापन हुँदै हुनुहुन्छ र हिजो भएको नतिजामा उहाँ चाहिँ खुल्लामा पुष्टि हुनुभएको छ। त्यसको लागि जेनित परिवारको तर्फबाट र एउटा स्रोत व्यक्तिको तर्फबाट उहाँलाई धेरै धेरै बधाई र उज्जवल भविष्यको शुभकामना छ है। अब अहिले पाँचौं हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु र यस्तै दिन यहाँहरुको पनि छिट्टै आओस्, मेरो तपाईहरुलाई पनि शुभकामना छ। र संक्षिप्तमा उहाँले आफूले अध्ययन गर्दै गरेका विषयहरू र यो अध्ययनको यात्रामा यहाँसम्म आइपुग्दा, यो सफलतासम्म आइपुग्दाखेरि केही सुझाव छ भने संक्षेपमा दिइदिनु हुन म कल्पना घट्टे मगर मिसलाई अनुरोध गर्छु। मेरो नाम चाहिँ कल्पना घट्टे मगर, घर रुकुम पश्चिम सानीबेरी गाउँपालिका, हाल बागमती प्रदेशबाट महिला विकास निरीक्षक 5औं तहमा तारकेश्वर गाउँपालिकामा पदस्थापन भएको छु। निरन्तर प्रयास गरिराख्नु होला, बिचमा नछोड्नु होला पढ्न। मैले पनि धेरै टाइम लगाएर नै पढेको हो। कम्तीमा 4-5 वर्ष नै भइसक्यो मैले तयारी गर्न थालेको पनि। मैले चाहिँ यही काम गर्दै पढ्दै गरिराखेको, त्यही भएर तपाईँहरूले पनि अवश्य सफल हुनुहुन्छ। यहाँहरूले मबाट केही कुरा पनि सिक्नुहुनेछ र आफ्नो निरन्तर अभ्यासलाई छोड्नुहुने छैन भन्ने सूचना दिन चाहन्छु। अब केही सोध्न मन लाग्ला फेरि तपाईलाई सोध्ने क्वेसन म भनिदिउँ। कति घण्टा पढ्नुभयो, तालिका बनाएर पढ्नुभयो कि भएन, साँझ पढ्नुभयो कि बिहान पढ्नुभयो कि लेख्ने कसरी लेख्नुभयो, 5 नम्बर उयो कतिवटा बुँदा लेख्नुभयो, जिज्ञासा कसरी पढ्नुभयो, तपाईहरुको जिज्ञासा नै हो। यो जिज्ञासाको एन्सर मसँग पनि छ, तर भर्खर पास भए मान्छेबाट सुन्नु है। आफूले आफ्नो अभ्यास त्यो व्यक्ति अनुकूल हुन्छ प्रभाव हैन। कसैले बेलुका पढेको बढी बुझ्छ, कसैले बिहान पढ्छ। आफ्नो आफ्नो लेख्ने तरिका हुन्छ, आफ्नो आफ्नो पढ्ने तरिका हुन्छ। यसमा युनिभर्सल ट्रुथ भन्ने त हुँदैन। तर के हुन्छ भने बिहानको समय चाहिँ अलि राम्रो मानिन्छ वैज्ञानिक दृष्टिले, र पनि कोही बेलुका राति पढेर नाम निकालिहाल्छ। त्यो सबै आफू अनुकूल हुन्छ। कति पढ्ने कति लेख्ने क्लासमा सबै पढाइ भइहाल्छ। तर कल्पना मिसले के गर्नुभयो उहाँले भनिदिनु पर्यो। मैले रुटिन चाहिँ बनाएन। तपाईँको म चाहिँ बिहान 6 बजे यहाँ क्लास आउँथेँ, 9:30 बजे घर जाने, अनि खाना पकाएर खाएर यहाँ चाहिँ 11 बजे उपस्थित हुनुपर्थ्यो अफिसमा। त्यसपछि साँझ 7 बजे नै यहाँ क्लासहरू सबै भइसकेपछि म घर गएर खाना पकाएर खाएर त्यो बिच टाइममा चाहिँ मैले बिहान उठ्दा चाहिँ म आफ्नो यो गर्छु भनेर मैले बिहान चाहिँ मनै सोचेर यो पछि यो गर्छु, अफिसबाट आएपछि यति टाइम खाना पकाएर खान्छु, अनि जुन विषय अलि कम छ त्यो विषयलाई नै मैले पढेको। अनि प्र्याक्टिसमा तपाईँहरूले पढेको कुरा चाहिँ लेख्ने गर्नु होला। मैले लेख्दै पढ्दै गरेको, मैले नोट चाहिँ बनाएन। सरले पढाउनु भएको कुराहरू याद गर्दै क्लासमा आउँदा ती कुराहरूलाई नै चाहिँ यो भनेको के हो चाहिँ भन्ने जानिसकेपछि त्यसलाई नै बढाएर आफूले जानेको कुराहरू थप गरेर त्यसरी नै पढेको मैले चाहिँ। ल धेरै धन्यवाद छ। अनि एउटा कुरा पनि भन्दै हालौँ, उहाँ चाहिँ तपाईहरुलाई सूचना दिइरहँदा काम गर्दै गर्दा अगाडिसम्म कापी राख्नु भएको है। मैले देखिराखेँ कि हामी मार्कर माइक लिन जाँदाखेरि उहाँको सधैँभरि कापी पढिरहनु हुन्थ्यो कि तपाईहरु आउने बित्तिकै तपाईहरुलाई कन्भिन्स गर्ने वा चाहिँ नोटिस दिने कहाँ हो के हो क्लासको बारे। बाँकी समय उहाँको साथमा कापी हुन्थ्यो र बेला बेला क्लास आउन हतार भइराखेको बेला सर यति लेखे पुग्छ, सर यो के हुन्छ सोधिराख्नुहुन्थ्यो। मैले यसो हेर्दै गर्दा अझै नाम निस्किने, अझै मिहिनेत गर्नुपर्छ होला उहाँले जस्तो लाग्थ्यो। तर खुल्ला महिला आज 3 ठाउँ नाम निस्केको लिखितमा पदस्थापन चाहिँ खुल्लाबाटै हुनुभयो है। ल यो दिन तपाईहरुको पनि आओस्, तपाईहरुलाई शुभकामना र कार्यकाल सफलताको शुभकामना। थप पदोन्नतिको लागि कल्पना मिसलाई धेरै धेरै बधाई र शुभकामना दिन्छ है।